आज 2022 साल 6 महिना 16 गते बिहिबारको दिन हाम्रो घरको रमझम तपाईँले देख्नुभएको छ। अहिले म बेलियामा छु। रिपोर्टर हाम्रो क्यामेराम्यान जी आशिकको साथमा हाम्रो अब लगभग अब यो कार्यक्रम भ्याइएर हामी जाँदैछौँ लखनचोक हाम्रो बुढौली मामाको घरमा जान्छौँ। हजुर पहिलो उहाँ हाम्रो भिनाजु हुनुहुन्छ। भिनाजु पहिलो निक्लिनु भयो तपाईँ होइन? पहिला निक्लेको म चाहिँ आज मामा घर चाहिँ पहिलोचोटि हो। मामा घर पहिलोचोटि जाँदै हो। मामालाई भेट्ने मामाको घर पनि देख्ने यसपालि दसैँ चाहिँ यसपालि मामा घर चाहिँ बनाउने भनेर म हिँडेको अब त्यहाँबाट हिँडेको। धन्यवाद। ल आउनुहोस् अरू अब चेलीबेटीहरू पनि निक्लिँदैछ उहाँहरूलाई सोधौँ कहाँ जाँदै हुनुहुन्छ थाहा त हुनु पऱ्यो नि। त्यो त हो। उहाँ हाम्रो रमेश दाई निक्लिनु भयो। उहाँ आउँदै हुनुहुन्छ हाम्रो घरका मदन थापाज्यू। हजुर कहाँ जाँदै हुनुहुन्छ थाहा छ तपाईँलाई? हजुर म अब फुटबल जाँदैछु। फुटबल कसकोमा जाँदै हुनुहुन्छ? फुटबल मामा घरमा आमाको मामा घरमा। मलाई पनि थाहा रहेछ मामा घर पास हुनुभयो क्यामेराम्यान चाहिँ धेरै टाढा हुनुभयो। नै जोस कभरेजमा हुनुहुन्छ। हाम्रो टिम चाहिँ अलिक धेरै भएको हुनाले एउटा नयाँ साथी फेरि यहाँ आउनुभएको छ। अनि बेलियाकै हाम्रो यहाँ भाइरल हाम्रो यहाँ नयाँ साथी चाहिँ अलिकति टाढा हुनुहुन्छ। उहाँसँग पनि यसो भेटघाट हाम्रो कार्यक्रममा कभरेजमा हुनुहुन्छ जे यसो भयो नि। मदन सरको साथी हुनुहुन्छ। हजुर अब जाउँ हेप्पी दसैँ दाइ। मुख्य चेलीबेटीहरू अब उहाँहरूलाई सोधौँ उहाँहरू कहाँ जाँदै हुनुहुन्छ अब थाहा छ कि छैन है त। हजुरको शुभ नाम? तपाईँ कहाँ जाँदै हुनुहुन्छ थाहा छ तपाईँलाई? बाजेको बाजेको पुरानी चाहिँ हाम्रो पूजाजीलाई थाहा छैन अरे जतालाई त्यतै जान्छ। अब यता भाइरल हाम्रो एलएनजी तर्फ जाउँ उहाँ अलिकति चाहिँ हुनुहुन्छ। हजुर एलएनजी हुन्छ यतातिर हेर्नुहोस् हजुर कहाँ जाँदै हुन्छ हजुर थाहा छ? फ्रुटी पिपल कसकोमा जाँदै हुन्छ? अब भनेपछि फ्रुटी पिपल हामी मामाको घरमा जाँदैछौँ है। तिम्रो हजुर मामाको घरमा भनौँ न। अब अरू यहाँ निक्लिनु भएको छैन। हजुर एकैछिन होल्ड गरौँ। इन्तजार गरौँ। एकैछिन होल्डमा राख्नुहोस् पचमा राख्नुहोस्।